सो हेलो गाइज, आजदेखि मेरो यो डे 1 भ्लग हो र आजदेखि मैले पनि कामहरू गर्दै भ्लग गर्न थालेँ हो। र मैले चाहिँ यो आज चुल्हा लिपेको, अस्ति भिकेको थियो र चुल्हा लिपेर डेलीको डेली हिजोआज लिप्दैछु हो। अब तपाईँहरूले हेर्नु सक्नुहुन्छ, छोरी मान्छेको काम मात्रै होइन यो, छोरा मान्छेले पनि गर्नुपर्छ सबै कुराहरू। छोरीको मान्छे कुनै खाता किताबमा लेखेको छैन कि छोरीले नै गर्नुपर्छ भनेर हो। र मैले लिपेको चाहिँ यतिको भयो हो अहिलेघरि। अब यो सुक्नु ज्यादा लाग्दैन, 5-10 मिनट लाग्छ। यहाँ माथितिर चाहिँ अस्ति लिपेको थिएँ, भिक्केर हेर्नुहोस् न कस्तो घिनै लाग्दो भएको छ, चर्केर एककुरो लिप्दा पनि पङ पङ झर्छ। र यत्तिको सुकेको छ। अब घरहरू सनाकसिनिक पार्नुपर्छ। यहाँ मेरो भाइ बसिरहेको छ र अब यो सकेँ, त्यहाँबाट अब मेरो भाँडा धुनुपर्छ। भाँडा पनि कम्ती भयो नि त भन्नु। लु हेर्नुहोस् त मेरो भाँडाहरू, आमामामा। मान्छे अब उयो च्यादर छ, च्यादरमा चाहिँ तपाईँको हिजो भाइले घोप्टाइदिएको खाना भिजाइरहेको छ। र अब मेरो भाँडा धुने पाली हुन्छ। भाँडा पुरा छ, त्यो भाँडासाँडा धोयो, भातहरू पनि फ्यालिरहेको छ हो। अब यस्तै छ केटा मान्छेको जिन्दगी, घरमा छोरी चेली नभएको घरमा यस्तै हुन्छ गाइज। भाँडा मोल्नु जस्तै अल्छी चाहिँ मलाई लु केही पनि लाग्दैन। बरुभन्दा खानापिना बनाउनु, दाउरा घाँस, घर सफा गर्नु केही छैन कि मलाई भाँडा मोल्नु, त्यसलाई माझ्नु पनि पर्यो, पखाल्नु पनि पर्यो हो। त्यसमा कति टाइम वेस्ट हुन्छ। दुई त अब चाहिँ यस्तो गर्ला जस्तो छ। र अब मैले सकेँ काम भाँडा धोएर हो। अब घरहरू सनाकसिनिक पार्नुपर्छ मेरो। अघिको चुल्हा पनि सुकिसक्यो, हेर्नु सक्नुहुन्छ तपाईँहरूले। चुल्हा पनि सुकिसक्यो। अब घरहरूतिर गएर सनाकसिनिक पार्नुपर्छ। योहरूले गाना बजाएर केही छैन, बक्समा हेर्नुहोस् न यस्तो छ हो। म्याटहरू टकटकाएर बिहान निकालिरहेको थिएँ, त्यो म्याटहरू टकटकाएर रेडी राख्नुपर्छ। त्यहाँबाट घरमा पानीसानी छम्केर तपाईँ हेर्नुहोस्, धुलो यस्तो हुन्छ यो म्याटमा नि। लु माटोको घर भनेको चाहिँ माटोको घरै हुन्छ है। लु पानी नछम्की त बढाल्नै हुँदैन, धुलो उडेर केही छैन। यसरी पानी छम्किनुपर्छ हो, बिहान बेलुका बढाल्नुभन्दा अगाडि, नभए त धुलोले लु केही छैन। अब यहाँ झाडु साडु हान्दा यताउता गर्दा ठिक्कै 8:30-9हरू बज्छ हो। त्यहाँबाट यताउता ठिक्कै काम पनि गर्दा र नगर्दा सकिन्छ।